यसो बोलाएर रोटी सोटी दिए त हुन्थ्यो होला हामीलाई नि यसो बोलाएर रोटी सोटी दिए त हुन्थ्यो। हेलो साथीहरू, आज हामी पुसे 15 को दिन कोलमा कोटमा है। यता चाहिँ यो कोलमा भयो, कोलमा गाउँ भयो। अनि म हजुरलाई कोलमा कोट कस्तो छ भनेर देखाउँछु है। कोलमा कोट एकदम राम्रो ठाउँ, हाइटमा छ। ठ्याक्कै भन्नुपर्दा अब कति छ हाइट भनेर चाहिँ अब त्यो अलि थाहा छैन मलाई। उहाँ माथि देख्नु भएको होला कोलमा कोट लेखेको। यता चाहिँ हाम्रो घर परिवारहरू है। यता हेर्नुहुन्छ भने गाउँ टक्कै देखिन्छ गाउँहरू। यता गाउँहरू के छन् मैले पनि बिर्सेँ हो। हामी पर्दाखेरि गाउँहरू ओरस्टे मर्किना यता कलछङ्गी के भन्यो। यता दिदीबहिनी छन्। अनि यता मेरो श्रीमती। अनि यहाँ यस्तो छ, त्यता कोलमा कोट लेखेको छ। ओरस्टे तल हो। त्यहाँ कोलमाको होमस्टे चाहिँ त्यहाँनिर छ है। टक्क हामी पर्दा त यस्तो थिएन, अहिले घन्टी सन्टी राखेर चट्टा बनाएछन्। सायद आज पुसे 15 पिकनिक खाँदै होला। हामीलाई नि यसो बोलाएर रोटी सोटी दिए त हुन्थ्यो। फोटो खिच्ने ठाउँ पनि रहेछ। चिनारी यो चाहिँ मेन डाँडा भयो कोलमाकोटको। छोरी उता भुङ्गा हुन्छ। यता पोखरी छाप जाने बाटो, यता कालखुतिर यता तल भइहाल्यो। यता ओरस्टे मर्किना